guys, welcome to my new vlog. आज फेरि म साइकलमा छु गाइज। टक्कर राइड जाने भन्ने छ मजा। टक्कर कुशल पनि छ गाइज। टक्कर राइड जाने हो गाइज। अब जाम। टक्कर फेरि हजुरलाई मैले मेलाको भ्यू देखाइदिन्छु गाइज। टक्कर गाइज अब त्यही हो। अब फेरि धेरै दिन भ्लग आयो होला हाल्दै होला भन्नुभयो होला गाइज। अब त्यही हो। स्कुल आज फेरि शुक्रबार पनि हो। आज स्कुलमा रिजल्ट पनि छ गाइज। अब त्यही रिजल्टमा को आन्छ र फेरि म्यामले फेरि गाली गर्नुहुन्छ रिजल्टमा आएन भनेर। अब गइन्न गाइज। त्यही हो अब हिरो होन्डा भन्ने हो। गाइज अब फेरि टक्का बाटोमा हामी यस्तो नजारा हेर्दै टक्क लाएर हिँडिरहेछौँ गाइज। हो गाइज टक्क लाएर हिँडिरहेछौँ। टक्क लाएर गाइज फेरि यहाँ कुशलको चेन फुत्किसकेको छ र गाइज। टक्क लाएर गाइज अब फेरि यहाँ यसको चेन फुत्क्यो र गाइज। ओ गाइज टक्क लाएर गाइज फेरि यस्तो कन्टिन्यू गाइज कन्टिन्यू गाइज टक्क त्यसलाई कुशललाई ठकै लगाएर गाइज। अब के भन्ने बानी पनि लाएन अरे त्यसलाई। टक्क लाएर गाइज फेरि यहाँ चुराहरूको टक्क यस्तो हुन्छ गाइज नजाँदा फेरि। ओ जसमा साइकल फेरि यहाँ टक्क लगाएर जब फेरि हामी पुगिसक्छौँ पुग्नलाई हजुरलाई यस्तो 3 गते मेरो लाइन ठाउँ मैले हजुरलाई देखाउने गएको क्या गाइज। फेरि हजुरले टक्क लगाएर ओ आएछ टक्क लगाएर हामीसँगको त्यो घर बन्न लाग्छ गाइज। यसो आइज टक्क लगाएर घर बन्दैछ गाइज। चिनिस् भाइ एकाउन्टेन्ट म्यामको घर। एकाउन्टेन्ट म्यामको घर एकाउन्टेन्ट म्यामले टक्क लगाएर गाइज एकाउन्टेन्ट म्यामले घर बनाउँदै हुनुहुन्छ टक्क होइन जग पुर्दै हुनुहुन्छ टक्क। त्यही धेरै पैसा भएपछि त्यस्तै हो क्या गाइज। त्यही जब फेरि यसको यहाँ पनि घर बन्दैछ एउटा गाइज। नजारा हेर्नुहोस् न अहिले टक्क लगाएर। त्यही हो धेरै नबोलौँ अब टक्क लगाएर गाइज मैले पुरै नजारा देखाइदिन्छु गाइज। दिवाल सिवाल पनि छ भत्काउँछ कि गाइज खायो भने गाइज। टक्क लगाएर गाइज आज फेरि भोलि पनि छुट्टी छ। भोलि पनि आउने नयाँ होला इन्ट्रेस्टिङको साथ आउँछ भोलि गाइज। यस्तो कुदाएको गाइज मैले साइकल फेरि अहिले लट्यो भने घरमा गाली गर्छन् गाइज मलाई। ओके गाइज यस्तो कुदाएको के इन्ट्रेस्टिङ त्यही गाइज। अब अहिले देखाउँ भनेर गाउँ न त देखाउँ किन जान्थेन म गाइज। त्यहाँ चाहिँ होटल छ सिद्धार्थ भिलेज छ। सिद्धार्थ भिलेजको टक्क मात्र नजिक आइसक्यो। यो पहिला हस्पिटल बन्ने भन्यो त यही बनेन गाइज। इलाका चाहिँ हाम्रै हो गाइज। फेरि जसले त्यही भने नि इलाका हाम्रै हो। त्यही बाटोले फेरि स्कुटीले गाउनु खानु गाइज। अब फेरि यहाँ के बनाउनु लाग्यो गाइज त्यस्तो नहेरिदिउँ है गाइज। ल गाइज यहाँ फुटबल प्र्याक्टिस गर्दैछौँ केटाहरूले। अब हामी नजाऊँ अब हामी यता जाऊँ। यही हो ग्राउन्ड। अब म देखाउँछु भित्र गएर। सो गाइज अब यहाँ जानु मिल्दैन अरे। ट्रेन सबै लाग्यो फेरि। ए बच्चाले त ट्रेन खेल्छ यो गाइज। प्लास्टिक होइन एउटा यता नि गराउनु छ त यता गराउँदैन यहाँ टुप्पादेखि यहाँसम्म। त्यही हो गाइज। अब फेरि जानै पाइएन यार यस्तो बाटो हो यार गाइज। जानै मिल्दैन यार कहाँ नि टक्क लगाएर गाइज। त्यही हो अब यस्तो यहाँ घना जङ्गल छ यार यस्तो यार। यहाँ चाहिँ होटल छ भिलेज छ। टक्क गाइज लगाएर यस्तो ठुलो ग्राउन्ड हो। हाम्रो स्कुल पनि यही ग्राउन्डमा हुन्छ कि गाइज। फेरि मेरै घरको मेरै इलाकामा बनाएको त्यही मेला फेरि टक्क ट्रेन चर्की रोटेपी सबै यो पनि गराउनु सक्यो यहाँ बनाउनु गयो फेरि यस्तो छ गाइज। फुटबल प्र्याक्टिस गर्छन् केटाहरूले।
यस्तै हो यार हाम्रो फेरि यस्तै लगा नि त यो होटलमा सिद्धार्थ भिलासा टक्क ल्याएर तपाईँहरूलाई के थाहा हाम्रो होटल भिलासा लोगो हेर्नुहुन्छ लोगो देखेन होला त्यही मेसिन सेसिन चलाएन डिस्टर्ब भयो होला अब फेरि हजुरलाई फेरि यस्तै यस्तै नयाँ नयाँ भारतको गाइड शुभकामना छ यस्तै छ फेरि कति देखाउँछ भन्नु होला यो बाटो हजुरले नचिनेको भए बुझाइदिएको कि गाइज हजुरको फेरि मलाई मेरो सब्सक्राइब पनि बढाएन कि गाइज बढाइदिनु न त 50K 10K मैले सोचेको गाइज त्यहाँदेखि केटाहरूलाई मैले पार्टी दिन्छु 10K सिधै 10K भन्ने गरेँ अब गाली नगर्दा होला तपाईँलाई यस्तो नजारा भ्यू लिएर हिँड्नुहोस् मलाई अलिअलि रुगा पनि लाग्यो है टक्क होटलको करिब यो अङ्कललाई कुशलको साथी हो अरे तपाईँलाई जब फेरि अङ्कल पनि गर्नुभयो अगाडि जब फेरि तपाईँलाई फेरि भेटभाट कुशलको त्यही हो है फेरि मैले एक दिन होटलभित्र गरेर नि ल्याउनु भन्नु बजेट छैन है जब त यो है हाम्रो स्कुलको एकाउन्टेन्ट म्यामले पनि घर बनाउँदै हुनुहुन्छ क्या त्यही हो त्यतिर जाम अनि फेरि हजुरलाई मैले चोकतिर पनि ल्याइदिन्छु अब धेरै लामो भएन भिडियो अब त्यही फेरि कोही त फेरि एकदम लामो नि हाल्छु कि गाइज फेरि गइन्छ गाइज यसलाई साइकल चलाउने हुन्न क्या पटक्कै ल पटक्कै यस्तो चलाउँछ क्या फेरि बाङ्गे बाङ्गे कन्टेन्ट मिल्यो होला गाइज कन्टेन्ट मिल्यो गाइज मलाई फेरि यही जाने बुझी लोटो होइन गाइज यसले झुट बोल्छ क्या फेरि मेरो कन्टेन्ट भयो भनेर उसको ह्यान्डल स्यान्डल केही भएन लोटो यसको घरमा लाग्छु भिडियो पुगे हुन्थ्यो तेरो भाइ हो म त अगाडि बस्दिनँ मेरो 5 लाख भाइ बाङ्गा बाङ्गा हिँड्ने गर्छ सिधा भयो म कुशललाई देखेर म फिदा भएँ गाइज तैँले भनेको केही भनेको छैन झुट नबोल फेरि घर मम्मीले हेर्नुहुन्छ भनेर त्यस्तो बाङ्गा भन्नुहुन्छ क्या आइजले यस्तो सिधै भाइ म फेरि मेकानिक पनि हो क्या साइकलको सिधा क्या रोड खाके खाइछु फेरि यो मेरो साइकल हेर्नु साइकल मेरो हेर्नुहोस् BMX GTA टक्क लगाएर गाइज टक्क आज फेरि मलाई सुरुमै गाइज मलाई फेरि यस्तो कन्टेन्ट मिल्छ क्या गाइज सुरुमै भन्न नपर्दै कन्टेन्ट दिइहाल्छ नि केटाहरूले सट्ट लगाएर यसको भ्लग युट्युब च्यानलमा आउँछ त्यही गरी यसको खुट्टामा लागेछ क्या स्कुटी लिएर आउनु भयो दिदी पनि कलाएर स्कुटीमा लगाउनु भयो खुट्टामा लागेको छ लायो टक्क लगाएर गाइज म फेरि कहिले लड्दिनँ कि गाइज साइकलमा फेरि यो कुशलको फेरि भयो आवाज क्लियर गर्नु होला त्यही हो म फेरि के होला अब धेरै बोल्न नि जान्न क्या म गाइज टक्क लगाएर गाइज हल्ला नगरिकन जाने भाइ त्यही फेरि अब फेरि यहाँ चिनेको नि हुनुहुन्छ क्या त्यही अब त्यस्तै केही प्रब्लम पनि हुन्छ अब सन्चो हुनुहुन्छ होला टक्क लगाएर गाइज अब यस्तै छ पारा टक्क लगाएर घर बनाउँदै हुनुहुन्छ कि घर बनाउँदै बनाउँदै हुनुहुन्छ है अब यस्तै पारै मेरो यस्तै गाइज अब फेरि यस्तो जान्छु त अगाडि त्यहाँदेखि भोलि हजुरले हेर्नु होला यस्तो इन्ट्रेस्टिङ
मलाई गाउँछु नि आज मैले कन्टेन्ट आज म कन्टेन्ट नि पाहु कुशल मैले कुशल कन्टेन्ट नि पाहु गाइस अब टक्क कुशलको कन्टेन्ट पाउँदै म कुशलको कन्टेन्ट नि गाइस कस्तो औरा लाग्ने कि गाइस आज कन्टेन्ट मिलिसकेको छ गाइस ब्लग धेरै लामो भएको गाइस त्यही हो 10 मिनेटको भयो होला है डक्कलारा त्यही गाइस अब यो पनि आइसक्यो है फेरि यसको साइकल फेरि दोस्त हालत भयो फेरि गाइस डक्कलारा फेरि यस्तो चर्को हामीलाई नि गाइस फेरि यहाँ आज कुशल लोटेको पनि छ गाइस अब भिडियोमा हेर्नु होला कन्टेन्ट थ्याङ्क यू सो फर वाचिङ बाई गाइस